हेलो दर्शकहरू सबैलाई नमस्कार। आज चाहिँ बिहान हामी चाहिँ आलु खन्ने प्लान गरेको छौँ। घरको आलु आज लगभग 3 महिना जस्तो हुन थाल्यो। अब चाहिँ म आफ्नो घरको आलु चाहिँ खन्न जाँदैछु। ल हेर्न सक्नुहुनेछ मेरो साथमा चाहिँ मेरो छोरी छ र अनि मेरो बुढी पनि त्यहाँ खेतमा पहिलाबाट गएर बसिसकेको छ र अब चाहिँ हामी गएर आलु खन्छौँ र हजुरहरूलाई देखाउन सक्ने छु कति चाहिँ फले रहेछ, कति गाँजमा चाहिँ कतिवटा फले रहेछ। हेर्नु होला है बिस्तारै है, म सबै देखाउने छु बिस्तारै बिस्तारै। सबैजनाले हेरिदिनु होला र हेरेर माया पनि गरिदिनु होला है। यो चाहिँ मेरो घरको एलेक्स है। एलेक्स नमस्ते गर, नमस्ते नमस्ते। एलेक्स चाहिँ मेरो घरको एलेक्स है। यसको नाम चाहिँ एलेक्स हो र मेरो घरमा चाहिँ के छ तपाईँलाई देखाउँछु मैले है। यो चाहिँ हेर्न सक्नुहुनेछ, यो चाहिँ लोकल गोलभेडा गाउँको है। यो त आफै यहाँ हुनुहुन्छ सधैँभरि, आफै भइरहेको छ सिजनमा। अनि यो चाहिँ हाम्रो धनियाँ नखाइ नखाइ फुलेर यस्तो भइसक्यो। अब खाने कसले, हेर्नु त बजारतिर भयो खानुहुन्थ्यो होला, अब गाउँमा अब धेरै भएर नखाइ नखाइ फुलेर यस्तो छ धनियाँ पनि। यो चाहिँ राई साग भइहाल्यो। यो हेर्न सक्नुहुनेछ राई साग पनि कति राम्रो छ। तर अब के गर्ने, चिसोमा त्यति खान मन नलाग्ने रहेछ, त्यसले गर्दा राई साग टन्नै छ तर अब त्यति खाइँदैन। अनि यो चाहिँ लसुन हो, टन्न हाम्रो घरको लसुन। अनि यो चाहिँ बोडाहरू भइहाल्यो, राजमा बोडा होला। यो पनि सबै फलेर पाकिसकेको छ लगभग, एउटा पनि अब टिप्ने बेला भइसकेको छ। अनि उता चाहिँ हाम्रो मुलाहरू छ र यता चाहिँ हिजो हामीले तोरी छिनेको लगभग आधी जस्तो छिन्यौँ तोरी, अनि अझै आधी जस्तो छ यी तोरी यहाँ। अब यसलाई चाहिँ भोलितिर गर्नु पर्ला। र हाम्रो पछाडि चाहिँ गाउँ देख्न सक्नुहुनेछ, हाम्रो पछाडि गाउँ देख्न सक्नुहुनेछ। यहाँ चाहिँ गाउँ छ हाम्रो। हामीले चाहिँ गाउँमा चाहिँ पानी लगाइरहेको छौँ। अनि गाउँमा चाहिँ चराहरू पनि हेर्नु त कति राम्रो देखेको चराहरू। यो चाहिँ हाम्रो घरको गाउँ हो। गाउँ पनि निकै नै राम्रो भएको छ। पानी चाहिँ हामीले लगाएर टनमा पानी बस्छ। ल साथी हो, अब चाहिँ म हजुरलाई देखाउने छु हाम्रो आलु चाहिँ कस्तो के भएको रहेछ भनेर। लगाउने त मैले 12 किलो लगाएको।